बराक क्षेत्र मात्र नभएर दुई तीनवटा नजिकको पालिकाहरूको समेत र एक दुईजना त भोजपुरबाट समेत आउनुभएको बिरामी गरी जम्मा जम्मी 450 को हाराहारीमा बिरामीले चाहिँ मोतियाबिन्दुको सफलतापूर्वक अपरेसन शल्यक्रिया गरेर गइसक्नु भएको छ। र राम्रो कुरो के पनि छ भने हालसम्म त्यो अपरेसन गरेकोमा सबैजनाको आँखा गुमेको ज्योति चाहिँ फर्किएको भन्ने एउटा चाहिँ राम्रो पोजिटिभ मेसेज पनि पाएको छौँ। दर्शकबिन नमस्कार। अहिले हामी बराछेत्र नगरपालिकाको यो बराछेत्र नगर अस्पताल यो चक्रहटी स्थित बराछेत्र नगर अस्पतालमा रहेका छौँ र यहाँनिर यो मोतियाबिन्दु प्रत्येक महिनाको बिहिबार पहिलो बिहिबार यहाँ निःशुल्क शल्यक्रिया हुने गरेको छ र यसै सम्बन्धमा हामीले यो बराछेत्र नगर अस्पतालका व्यवस्थापक दिवस विष्ट हुनुहुन्छ। दिवस विष्टज्यूसँग यस विषयमा कुराकानी गर्न गइरहेको छु। दिवस विष्टज्यू के भन्नुहुन्छ यसरी जुन यो मोतियाबिन्दुको यो निःशुल्क उपचार भइरहेको छ बराछेत्र नगरपालिकाका आम जनता स्थानीयले यो सेवा पाइराख्नु भएको छ, के भन्नुहुन्छ? सर्वप्रथम सम्पूर्णमा नमस्कार। म दिवस विष्ट बराछेत्र नगर अस्पतालको अहिलेको निमित्त प्रमुख व्यवस्थापक रूपमा कार्यरत छु र अब यो जुन मोतियाबिन्दुको अपरेसनको कार्यक्रम छ विगत यो 6-7 वर्षदेखि बिमाबाट हामीले आँखा सेवा सञ्चालन गर्दै आइरहेकोमा विगत 1 वर्षबाट चाहिँ गत असारको अन्तिमबाट चाहिँ हामीले के गर्यौँ भन्दाखेरि अपरेसनलाई पनि यहीँ गर्ने हिसाबले समितिको अध्यक्षज्यू र समितिको प्रयासबाट हाम्रो रामलाल गोल्छा फाउन्डेसन र तिलगङ्गा आँखा अस्पतालको संयुक्त कार्यमा अनि त्यस पछाडि यस बराछेत्र नगर अस्पताल बिच एक किसिमको एमओयू गरेर हरेक महिना चाहिँ मोतियाबिन्दुको अपरेसन सम्पन्न गर्ने र सबैभन्दा पहिले चाहिँ बराछेत्र 1 देखि 11 सम्म वार्डका मोतियाबिन्दुको बिरामी भएका बिरामीहरूले चाहिँ बाहिर जानु नपरोस् र उहाँहरूलाई पूर्ण रूपमा निःशुल्क बिमा भए तापनि बिमाबाट 1 रुपियाँ पनि उहाँहरूको नकाट्ने गरी चाहिँ हामीले व्यवस्थापन गर्ने गरी हामीले यो सुविधा यहीँ सम्पन्न गर्ने गरेका छौँ। हालसम्म लगभग 450 को हाराहारीमा बिरामीले चाहिँ मोतियाबिन्दुको अपरेसन गरेर उहाँहरूले फेरि गुमेको दृष्टि पाइसक्नु भएको छ र अन्य यो सेवालाई फेरि विस्तार गर्दै र नजिकैको पालिकाहरूसँग पनि जोडेर अझ बढी बिरामीहरूलाई चाहिँ यहाँनिर ल्याउने र विशेष गरी चाहिँ बराछेत्रवासीहरूलाई चाहिँ मोतियाबिन्दुकै कारणबाट बाहिर जानु नपरोस् र त्यसमा वहाँ गएर हुने खर्चहरू चाहिँ यहीँ मिनिमाइज होस् र आफ्नै नगरमा भएको आफ्नो अस्पतालमा आफ्नै घरको चाहिँ सम्पूर्ण चाहिँ खानेकुरा खाएर अपरेसन गरेर यहीँ चाहिँ गर्न पाइयो भने त्यो सुविधा चाहिँ गर्न दिन पाइयो भने चाहिँ राम्रो हुन्छ भन्ने हिसाबले चाहिँ हामीले यहीँ गर्ने गरेको छौँ र यसमा चाहिँ सम्पूर्ण रामलाल गोल्छा आँखा अस्पताल र हाम्रो तिलगङ्गाको प्राविधिक सहयोगमा चाहिँ हामीले गरिरहेको अवस्था छ। जस्तै अब आज हामीले यहाँसँग यो कुराकानी गरिराख्दाखेरि अन्तर्वार्ता गरिराख्दाखेरि आज पनि बिहिबारको दिन हो होइन, यो साउन महिनाको पहिलो बिहिबार र यहाँ अहिले अपरेसन पनि भइराखेको छ। 40-50 जनाको बिहान तल हेर्दा पनि त्यहाँ भिड देखिरहेको छु होइन। अहिलेसम्म के कतिजनाले यसरी सेवा पाइसके, ज्योति पाए, नगरपालिकाले जुन सञ्चालन गरेको छ यो नगरपालिकाभित्रै बराछेत्र नगर अस्पतालभित्रै जुन यो कार्यक्रम अथवा यो सेवा सुरु गरेको छु, आम जनताले सेवा गरेले कति सेवा गरेले सेवा पाइसके? अब हालसम्मको डेटा अनुसार लगभग बराछेत्र मात्र नभएर 2-3वटा नजिकको पालिकाहरूको समेत र 1-2जना त भोजपुरबाट समेत आउनुभएको बिरामी गरी जम्मा जम्मी 450 को हाराहारीमा बिरामीले चाहिँ मोतियाबिन्दुको सफलतापूर्वक अपरेसन शल्यक्रिया गरेर गइसक्नु भएको छ। र राम्रो कुरो के पनि छ भने हालसम्म त्यो अपरेसन गरेकोमा सबैजनाको आँखा गुमेको ज्योति चाहिँ फर्किएको भन्ने एउटा चाहिँ राम्रो पोजिटिभ मेसेज पनि पाएको छौँ। हजुर, अहिलेसम्म आँखा कसैको बिग्रेको अथवा केही समस्या आएको भन्ने कुरो छैन?
अहिलेसम्म गरेको सबै सफल छ भन्ने कुरा यहाँ भन्नुहुन्छ। अहिलेसम्म चाहिँ अब हाम्रो रेकर्डमा र हामीसँग यहाँ कोही पनि त्यस्तो गुनासो लिएर हाम्रो चाहिँ आँखामा कुनै समस्या आयो, अब अपरेसन चाहिँ नराम्रो भयो भन्ने अहिलेसम्म आइपुगेको छैन। र ठ्याक्क अहिले अन्तर्वार्ता लिँदै गर्दाखेरि हाम्रो 1 वर्ष कम्प्लिट भएर अर्को वर्षमा हामी अहिले प्रवेश गरेको अवस्था छ। जस्तो अब यो महिला पुरुषमा त्यसपछि अब एज जुन डिफ्रेन्स छ होइन, अब ज्येष्ठ नागरिक मात्रै होइन, अब युवाहरू पनि हुन सक्लान्, त्यस्तो त्यस्तो केही भेटिएको छ र महिला पुरुषको के कति सङ्ख्या रहेको छ? अहिले हाम्रो ठ्याक्कै भन्नुपर्दा चाहिँ अब मसँग ठ्याक्कै अहिले डेटा चाहिँ यहाँ नभएको कारणले गर्दा हजुर, अब यो एज ग्रुप हेर्ने हो भने चाहिँ 50 वर्षभन्दा माथिका विशेष गरी हजुर, हजुर, यो मोतियाबिन्दुको समस्या देखिएको अवस्था छ। हजुर, र महिला पुरुष लगभग उस्तै उस्तै अलिकति महिलाहरूको सङ्ख्या बढी हो भन्ने मैले जानकारीमा पाएको छु। हजुर, हजुर। अब जस्तो यो जुन हाम्रो मोतीबिन्दुको अथवा मोतियाबिन्दु होइन, जुन अब अपरेसन हुन्छ, यो अहिले मेनुअली स्वयं डाक्टरहरूले नै गर्नुहुन्छ होइन। अब मेसिनले गर्ने प्रविधि पनि भित्रिसकेको छ। अब यो प्रविधि अझ बडा क्षेत्रमा ल्याउन सके अझै यसलाई अझ विकास गर्न सकिन्छ, अझ छिटो हुन्छ, सेवाग्राहीले अझ दुरुस्त सेवा, एकुरेट सेवा पाउन सक्नुहुन्छ, के भन्नुहुन्छ? हो यो विषयमा पनि अब हामी जसले हामीलाई चाहिँ प्राविधिक रूपमा सहयोग गरिरहनु भएको छ, गोल्छा आँखा अस्पताल र तपाईँको तिलगङ्गा आँखा अस्पताल दुवैसँग चाहिँ हामीले यो विषयमा पनि छलफल गरिसकेको छौँ। र यथाशक्ति चाँडो हाम्रोमा पनि प्रविधि मैत्री भएर अब अहिलेको टेक्नोलोजीलाई चाहिँ प्रयोग गरेर चाहिँ अपरेसन सुरुवात गर्ने र यो म्यानुअललाई चाहिँ बिस्तारै रिप्लेस गर्दै लाने भन्ने चाहिँ पुरा भइरहेको अवस्था छ। सेवाग्राही महानुभावलाई के जानकारी गराउन चाहन्छु भने बराक क्षेत्र नगर अस्पतालमा आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू यहीँ उपलब्ध छ र मोतियाबिन्दुको लागि त झनै बढी महत्त्वका साथ यहीँ अपरेसन हुने गरी व्यवस्था मिलाइएको छ। र तपाईँहरूको ठुला सहरमा गएर हुने खर्चहरू र ठुला सहरमा हुने जुन सुविधा यहीँ आफ्नै सानो बराक क्षेत्र नगरमा नै उपलब्ध भएको कारणबाट तपाईँलाई त्यहाँको जुन खर्च सेभिङ हुने चाहिँ यहाँ हुन्छ र यहाँनिर सहज सेवा उपलब्ध हुँदाहुँदै बाहिर जाने झन्झटबाट मुक्ति हुन्छ। त्यस कारणले गर्दाखेरि तपाईँले र तपाईँका परिवारमा भएका त्यस्ता व्यक्तिहरू जसलाई को चाहिँ वास्तवमै आँखा सम्बन्धी समस्याहरू छन् भने यहीँ आएर उपचार गर्न हुन म अनुरोध पनि गर्न चाहन्छु। पूर्ण निःशुल्क हुन्छ भनेर भन्नुहुन्छ? यो चाहिँ अन्त्यमा म के भन्न चाहन्छु भने आँखामा मोतियाबिन्दुको अपरेसन गर्दाखेरि लाग्ने जति पनि खर्चहरू छ, यो खर्च चाहिँ बिमा नभएका व्यक्तिको लागि पनि पूर्ण रूपमा निःशुल्क हो र बिमा भएका व्यक्तिको पनि बिमाबाट यसले हामी पैसा कुनै पनि कटौती गर्दैन। सर्वप्रथम त हजुर यहाँ आएर हाम्रो यो सेवाहरूको बारेमा जुन जानकारीको लागि तपाईँले यहाँ हाम्रो अस्पतालसम्म आइदिनु हो, त्यसको लागि सर्वप्रथम हजुरलाई धन्यवाद दिन चाहन्छु। र अस्पताल यो एउटा नगरको अस्पताल भएकोले हामीले आधारभूत सेवाहरू जति पनि यहाँ दिइरहेको छौँ, त्यो आधारभूत सेवामा कुनै त्यस्ता कमी कमजोरी भएमा चाहिँ हजुरले हामीलाई चाहिँ जानकारीको रूपमा चाहिँ र सचेतनाको रूपमा पनि सचेत गराइदिनु हुनको लागि पनि अनुरोध गर्दछु।